तिमी पहिले नै मरिसकेका छौ, तर तिमीलाई थाहा छैन। उड्छौ मरेर, ब्रस गर्छौ मरेर, अफिस जान्छौ मरेर, घरमा बस्छौ मरेर, नेटफ्लिक्स हेर्छौ मरेर, निन्द्रा मरेर, रिपिट मरेर। यसलाई जीवन भन्छौ? यो सजिएको कफिन मात्र हो। मानिस लेख्छन् म मर्न चाहन्छु, म भन्छु तिमी बाँचेकै छैनौ त कसरी मर्छौ? तिमी दिनौ आफ्नो आत्मालाई मार्दछौ, रुटिनले, डरले, मान्छेले के भन्छन्, समाजको एक्सपेक्टेसनले। तन्त्र भन्छ मर्नु अघि मर, शरीर होइन अहंकार। कोरियाकी एक छात्र दैनिक सुसाइडल थट, 1 महिना काली साधनापछि अहिले भने म मरे अनि फेरि पुनर्जीवन भए गुरु। रोमान्टिक डिप्रेसन बन्द गर, पोइटिक स्याडनेस बन्द गर। केही अन्त गर्नु छ ठिक छ, तर सही कुरा अन्त गर, विगतलाई अन्त गर, डरलाई अन्त गर, अरूको एक्सपेक्टेसनलाई अन्त गर। जसले तिमीलाई मार्दैछ त्यसलाई अन्त गर अनि असली जीवन सुरु हुन्छ। जय जय गोरख, जय जय काली।